यहाँ घुम्न आएको ठ्याक्कै तपाईँलाई हेर्थ्यो फाइनली हामी चाहिँ क्या त मेरो कति धेरै खुट्टा दुखेको थियो हेलो सबैजनालाई नमस्कार स्वागत छ तपाईँहरूलाई मेरो न्यू भिडियोमा यदि तपाईँहरू मेरो भिडियो हेर्नु भएको छैन भने चाहिँ अगाडिको भिडियो पनि हेर्नु होला अनि यो भिडियो पनि अन्तिमसम्म हेरिसकेपछि लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला आज चाहिँ हामी यहाँ धरानदेखि माथि चिन्डे डाँडा अनि चिन्डे डाँडादेखि उँभो जाने चिन्डे डाँडादेखि उँभो जाँदाखेरि खोइ सिलाम साक्ला कि खोइ कहाँ भन्ने ठाउँ पनि छ अरे त्यो ठाउँमा हेर्नको लागि जाँदैछु भने चाहिँ कस्तो रहेछ भनेर यसको यहाँ अलिकति रोड रहेछ अनि त्यहाँदेखि चाहिँ उकालो जानुपर्ने रहेछ जङ्गलै जङ्गल त्यही पनि आज चाहिँ सबै धुस्सेले ढाकिसक्यो केही छैन वरिपरि धुस्से नै धुस्से आइसक्यो हेरौँ अब यहाँदेखि चाहिँ लगभग मजाले हिँड्यो भने 2 घन्टा जति हिँड्यो भने पुगिन्छ अरे हेरौँ कस्तो छ त्यो ठाउँ यहाँदेखि चाहिँ अलिकति रोडमा हिँडिसकेपछि चाहिँ उकालो यो जङ्गलको उकालो रहेछ त्यही पनि उकालोमा पनि सबै धुस्से आएर धुस्सेले छोपिहालेको छ हेरौँ माथि त्यो सिलाम साक्ला भन्ने ठाउँ कहाँनिर छ ठ्याक्कै यो चाहिँ धरान आयो अनि त्यसपछि धरानदेखि उकालो आयो त्यहाँ चिन्डे डाँडा आइपुगिँदो रहेछ धरानको अनि चिन्डे डाँडादेखि उँभो फेरि अलिकति यता रोड आएर उँभो उकालो गयो भने चाहिँ सिलाम साक्ला भन्ने ठाउँ पुगिँदो रहेछ कस्तो छ हेरौँ त्यहाँनिर घुम्ने ठाउँ छ भनेर गएको मुन्तुम याखुम सिलाम साक्ला ओके सिलाम साकमा हामी चाहिँ 4 जना जाँदैछौँ तर यिनीहरू हिँड्न सक्ने मान्छेहरूले मलाई छोडिदिन्छन् जङ्गलमा एक्लै के गर्नु र कुदिहाल्छन् यो मान्छे कुदिहाल्छन् के गर्नु र एक्लै हुन्छ म गाह्रो छ यता उमा जानुपर्ने होला सबै धुस्सेले ढाकिसकेको छ तर हामीले चाहिँ माथि गएर खाने खाजा पानी सबै आफैले बोकेको छौँ मैले चाहिँ बोकेको छैन म चाहिँ रित्दैछु भिडियो बनाउँदै हिँड्दैछु अरू चाहिँ खाजा पानीहरू चाहिँ दाजु अनि भाइहरूले बोकेका छन् दाजु 1 जना अनि भाइ 2 जना छन् मैले बोक्नु परेको छैन तर कहिले पुगिन्छ आई डोन्ट नो यहाँ घुम्न आएको ठ्याक्कै तपाईँलाई हेर्थ्यो एउटा भिडियो खिच्नु पर्यो एउटा फोटो पनि खिच्नु पर्यो सेल्फी हामी चाहिँ अहिले यता माथि जाने क्रममा पूर्व धरानको मेयर हर्क साङपाङज्यूलाई भेट्यौँ कस्तो खुसी लाग्यो अनि बाहिरदेखि हेर्दाखेरि कस्तो शालीन स्वभावको हुँदो रहेछ मलाई चाहिँ मन पर्यो मैले भिडियो पनि लिएँ अनि फोटो पनि लिएँ ट्रेकिङ जाँदाको हालत चाहिँ यस्तै हुन्छ हामी सबैजना घरि 4 जना आएको अरू 3 जना खोइ कता हुनुहुन्छ म एक्लै हिँडेको छु हिँड्न नसक्ने मान्छेलाई त छोडिदिइहाल्छन् अनि विरक्त लाग्दो एक्लै हिँडे मर्नै होला भइसक्यो पसिना भएर हामी चाहिँ यहाँ बल्ल यता मन्दिर आउने ठाउँमा चाहिँ आयौँ तल रोडदेखि यहाँनिर यो बाटो चाहिँ खतरा रहेछ धुस्से लाए पनि कस्तो खतरा देखिने रहेछ यो चाहिँ जङ्गलको बिचमा रहेछ यता अलिकति यहाँ मास्तिर हो भने चाहिँ मन्दिर भेटिन्छ अरे अब त हामी मन्दिर चाहिँ जान्नौँ किनकि टाढा छ अघि हामी तलबाट चाहिँ सायद 12-11 कति बजी हिँडेको थियौँ त्यस्तो 11-12 बजीतिर चाहिँ हिँडेको थियौँ अहिले भर्खर आइपुगेको हामी चाहिँ यो पछाडि चाहिँ खतरा रहेछ किनकि यहाँ सिँढीमा यस्तरी लेउ लागेको छ अनि अरूतिर यस्तो बाँधेको छ खतरा छ यहाँ चाहिँ तर म चाहिँ के भन्छु भने यहाँनिर आउँदा कोही आउँदै हुनुहुन्छ भने चाहिँ उता पहाडतिर बस्ने मान्छेहरूलाई चाहिँ आउनुभयो भने चाहिँ त्यस्तो राम्रो वाउ टाइपको लाग्दैन यतैतिर धरान इटरी बस्नुहुन्छ भने तपाईँहरू चाहिँ यहाँनिर आउनुभयो भने चाहिँ तपाईँहरूलाई राम्रो लाग्न सक्छ अहिले चाहिँ हामी यहाँ माथि पुग्यो अरे फिर्किसकेको दाजुहरू फिर्किसक्नुभयो म पनि सुई जान्छु अनि त्यसपछि उता यहाँदेखि उता खोइ कता जाने फेरि अर्कै बाटो छ त्यहाँ जानुपर्ने छ त्यता जाने अनि फाइनली हामी चाहिँ यो गेटमा आइसक्यौँ अब यो गेटदेखि अलिकति टाइम लाग्छ होला यता खुट्टा दुखेर चाहिँ मर्ने बेला भइसक्यो अब कति मिनटमा पुगिन्छ यहाँदेखि अब ठ्याक्कै यो गेटमा बल्ल आइपुग्यो
2 बजिसक्यो माथिबाट माथि कतिखेर जानु कतिखेर घुमेर झर्नु थाहा छैन तर त्यही बाटो चाहिँ फर्किन नहुनु पर्यो हामी चाहिँ फाइनली यहाँ डाँडामा आइसक्यौँ तर केही पनि रहेन सबै सेतो कुहिरो छ सबै यस्तो सुसाइड गर्न मन छ त्यतै आउँदा हुन्छ है हजुर ओ त्यस्तो नभए केही छैन अहिले चाहिँ हामी यहाँ खाजा खानु लाग्दैछौँ उतासम्म कस्तो भयो म त्यस्तो गलेकै छुइनँ है कस्तो भयो भन्नु केही भएन कि गलियो कि पर्वत के भयो मेरो भाइ पर्वत के भयो यहाँ उन्जेलसम्म अलि उता बस्न मेरो भाइ यता आएन घन्छ त्यो भए केही भएको छैन भाइ तिमी सन्चै छौ म त पुरै इनर्जेटिक दाजु सन्चै दाजु सन्चै हुनुहुन्छ अलिकति यस्तो कुहिरो सबै कुहिरो राखिरहेछ खोइ अरू गाइजहरू अहिले चाहिँ हामी सबैजना डाँडामा छौँ रात पनि परिसक्यो सबै पानी पर्दैछ अब हामी झर्छौँ यहाँदेखि आजको लागि यति नै हामी चाहिँ सबैजना यहीँ छौँ अब झर्छौँ कति टन्नै बजिसक्यो अब तल बाटोमा भिडियो गऱ्यो भने गरिहाल्यो नत्र यति राख्छु यो भिडियोमा चाहिँ कति धेरै घन्टा छ जानुपर्ने कति धेरै कहिले पुग्नु त्यही भएर त्यो बोतल भित्र लगाइदिएँ क्या मैले चित्तै बुझेन यो जुत्ताको भलो त यस्तो सटेको आन्दोलन जुत्ता होइन ए लु हो खिचौँ न सेम हो त्यो याद छ कि छैन लु जाउँ हो 5 बज्यो हाय भन्नु ए हाय ए ब्लग पर छ म त फोटो हालेर टिक्ली काटेको ए झोला पनि बोक्नु पर्छ है कसको यता हाय कान्छा हामी चाहिँ फाइनल्ली याक्थुम मुन्नुम याक्थुम मुन्नुम यक भन्छ यो चाहिँ मलाई भाषा पढ्न आउँछ हैन याक्थुम मुन्नुम यो याक्थुम मुन्नुम यक ए म चाहिँ चक्क पढ्दिन जम अब चाहिँ हामी झर्छौँ डाँडादेखि झोला कसले बोक्यो ओ आने दाजु भन्नु न फाइनल्ली हामी चाहिँ याक्थुम मुन्नुम यकबाट चाहिँ यात्रा यहाँसम्मको यात्रा हाम्रो 8.5 घन्टाको थियो बिहान हामी 4 बजे हिँडेर हामी आइपुगेर अहिलेको टाइम भनेको बेलुकाको ठ्याक्कै 4:28 भएको छ खै अब हामी झर्दैछौँ देखियो भरे ओ उयो मान्छेलाई चाहिँ जुकाले खाएर उहाँ बसिरहनु भएको छ बाटो चाहिँ यस्तो छ तर सबैलाई म चाहिँ के भन्न चाहन्छु भने त्यहाँ तलसम्म बाइकमा आउनु अनि त्यसपछि हिँड्दै मात्र आउनु नत्र त धरानदेखि नै हेऱ्यो भने त आमाको बिहे देखिन्छ अब एकचोटि आउने यो काम जस्तो लुङ सिलाइदिनु नि यत्रो धेरै उकालो बाटो छ रमाइलो गरेर जानुपर्छ हो अनि त्यही भएर म त बाबा पसिनै भएर आएको छु अघि भएको थिएन टेन्सन हुँदैन अब कतिखेर पुग्नु नि तल खै के हेरेर आएको यहाँ माथि चाहिँ मलाई केही पनि थाहा छैन यो धुस्से बाइक मैले केही पनि देखिनँ पनि खुट्टा पनि दुखेर मर्ने बेला भयो तपाईँहरू सबै आउँदै हुन्छ भने चाहिँ यहाँ तलसम्म बाइकमा आउने अनि टक्क यो खै के मार्ग चाहिँ हिँड्दै आउने माथिसम्म यति धेरै जाडो पनि भयो घर कहिले पुग्ने थाहा छैन यहाँ भोक लागेर मर्ने बेला भइसक्यो खाजा पनि खाएर दिँदैनन् यी दाजु बनाउँदाहरूले लौ कान्छी खाऊ ढुङ्गा यही पाउँछ यहाँ हो के केही नै छैन केही पनि छैन के गर्नु त यत्रो ढुङ्गा त्यही पनि यो चप्पलमा मेरो खुट्टा कति दुख्यो होला ए यो चप्पल लाएर यो बाटो हिँड्दा तिम्रो खुट्टा दुख्यो यो यस्तो चप्पलमा खुट्टा दुख्यो चप्पल फाल्दै हुन्छ त्यहाँ यो चप्पल क्या त मेरो कति धेरै खुट्टा दुखेको थियो म उक्लिन नसकेर बल्ल गएको तर माथि त्यस्तो खासै केही रहेन धुस्सेले राखिहालेको थियो भ्यू पनि देख्दैन तर यतातिर तराईवासीहरू अनि तराईवासीहरूलाई चाहिँ यहाँ आउनु ठिकै हुन्छ हामी जस्तो उता पाहाडको मान्छेहरूलाई चाहिँ खासै आउनु मलाई चाहिँ ठिक लागेन यति धेरै खुट्टा दुखेको थियो कि अहिले त ओह्रालो भएकोले र खासै खुट्टा पनि दुखेको छैन तर अब तल रोड गएपछि त फेरि उही हालत हुन्छ मेरो चिन्ता माथि आउँदैछन् कता माथि आउँदैछन् म चाहिँ अलिक अगाडि हिँडिरहेको छु ओह्रालोमा चाहिँ त्यस्तो खुट्टा दुखेन अब भरे जाँदा तल रोड गएपछि त कति खुट्टा दुख्छ
लाई 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 खोली बगेसा ला तिमी अहिले चाहिँ हामी फाइनली यो माथि छिर्ने गेटमा आइसकेको छौँ झरिसकेको छौँ अब यहाँदेखि चाहिँ के हो नाम नाम के हो खोइ शिला सागमा कि खोइ के अरे अनि यहाँदेखि चाहिँ अब त्यसपछि यहाँ त्यसपछि चाहिँ रोड जान्छौँ हामी चाहिँ यतिजना आएको थियौँ यो मान्छेलाई चाहिँ यो कालो 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 मान्छे लिएको मैले अब यहाँदेखि हामी रोड जाने हो ओइ भाइ प्रवेश पानी पानी ला यो कस्तो पानी हाल्नु मिनी वाटर 40 रुपैयाँको पानी हो भाइ चान्चुन लानेको ठिक हो त अनि यत्रो माथि 40 तर नि यहाँ त गाडी आउँछ यस्तो महँगो हुन हजुर